अहिलेको निर्वाचनमा हार्नुको मुख्य कारण के हो भन्दा राजनीतिक दलप्रतिको वितृष्णा। हामीले 48 सालमा हेऱ्यौँ, मदन भण्डारी आएका थिए, युवा भनेर उहाँको ब्रान्डिङ गरिएको थियो। त्यो बेलामा एमाले बहुमतको नजिक पुगेको थियो। त्यसपछि नेसनलिस्टिक भ्यू ल्याएर केपी ओली आउनुभएको थियो। त्यसपछि बहुमतको नजिक पुग्नु भएको थियो। कदापि बहुमत ल्याउनु भएको थिएन। प्रचण्ड पनि बहुमतको नजिक पुग्नु भएको थियो। म नयाँ ल्याउँछु, विकास गर्छु भनेर। अब रवि लामिछाने म देशमा विकास गर्छु, सबैलाई सिद्धाइदिन्छु, भ्रष्टाचारी अब कोही पनि छैनन्, सबैलाई भ्रष्टाचारीलाई म सकाउँछु, म एकदम सधैँ मान्छे समाजसेवी भनेर आउनुभएको छ। जनताले उहाँलाई मौका दिएको हो। नेपाली काङ्ग्रेसले पहिला काम गरेको हो, नगरेको होइन। तर रवि लामिछानेबाट जनताले केही नयाँ कुरा आश गरेर उहाँ निर्वाचनमा विजय हुनुभएको। भनेपछि जनताले केही नयाँ खोजे, त्यसको मतलब तपाईँ त्यो भन्दै हुनुहुन्छ? अब जनता सधैँ पनि एन्टी इस्ट्याब्लिसमेन्ट हुन्छ, हेर्नुहोस्। अनि जनताले सधैँ पनि नयाँ नै खोज्छन्। जनताले हरेकचोटि नयाँ खोज्ने नै गर्छन्, विशेष गरी युथले। युथ सधैँ राजनीतिमा तपाईँको चेन्जेसको अभिभावक युथ नै हुन्छ। त्यही भएर युथले नयाँ खोजेर आफ्नो प्यारेन्ट्सलाई कन्भिन्स गरेर यो बेलाको निर्वाचनमा रवि लामिछानेले विजय हासिल गर्नुभएको। भनेपछि तपाईँ जनमतको कदर नगर्ने? मैले जनमतको कदर नगर्ने कुरा गरेको छैन। जनमत मैले बिल्कुलै कदर गरेर अर्को निर्वाचन चाहिँ हामीले जित्नुपर्छ भनेर बोलेको छु। कदापि हजुरले सुन्नु भएन, फेरि यो रेकर्डिङ एडिट गर्दा सुन्नु होला। अनि चितवनका जनताले त अब 20 वर्ष हामी राष्ट्रिय स्वतन्त्र पार्टीमा मतदान गर्छौँ भन्ने सुनिन्छ नि त चितवनमा। त्यो त अब यस्तो हो, हेर्नुहोस्। केपी ओलीले 50 वर्ष नेपाली काङ्ग्रेसको शासनै आउँदैन भनेर प्रचण्डले पनि बोल्नु भएको थियो र अन्तिममा सोही प्रचण्डले शेरबहादुर देउवालाई विश्वासको मत दिनुभएको थियो। राजनीति सम्भावनाको खेल हो। अहिलेलाई रवि लामिछाने 50 वर्षपछि उहाँ 90 वर्षको हुनुहुन्छ, उहाँ प्रचारै गर्न नसकेर निर्वाचन हार्नुहुन्छ। त्यही भएर यो 50 वर्षको भन्ने कुराले केही तुक राख्दैन यस विषयमा। यसको मतलब अबको निर्वाचनमा नेपाली काङ्ग्रेसको जित सुनिश्चित छ, यही भन्नुहुन्छ तपाईँ? जित सुनिश्चित अहिले पनि थियो, तर कदापि हामी हार्यौँ। त्यही भएर अर्कोचोटिलाई हामी सङ्गठन निर्माण ग्राउन्ड लेभलबाटै गरेर जितलाई सुनिश्चित गर्नमा हामी सबैले होमवर्क गर्छौँ। अब तपाईँको 2007 सालदेखि ग्राउन्ड लेभलबाट गर्न नसकेको सङ्गठन अब फेरि तपाईँ कसरी गर्नुहुन्छ? 2007 सालबाट कुरा गर्नुभयो। लगभग 14-15 सालमा नेपाली काङ्ग्रेस फुटेको थियो। मातृका कोइरालाले नयाँ फ्याक्सन ल्याउनु भएको थियो। त्यसपछि गएर फेरि शेरबहादुर देउवाले पार्टी फुटाउनु भयो हैन। त्योभन्दा अगाडि सुवर्ण शमशेरले पार्टी छोड्नुभयो, गणेशमानले पार्टी छोड्नुभयो, किशुनजीले अन्तिम समयमा गएर पार्टी छोड्नुभयो। त्यही भएर यो नेपाली काङ्ग्रेसको सङ्गठन पहिलाबाट राम्रो थियो, तर हामी अलिअलि यो हामीले सत्य बोल्नुपर्छ, गुटबन्दीको अलिअलि शिकार छौँ। अब हाम्रो नेताहरूले पनि, जिल्ला स्तरीय नेताहरूले पनि धेरैले बोलिसक्नुभयो, आफ्नो सामाजिक सञ्जालमा व्यक्त गरिसक्नु हो, सकिने कि सच्चिने, म चाहिँ सच्चिने पक्षमा छु भनेर हाल्नुभएको छ। त्यस कारणले गर्दा नेताहरू सच्चिएदेखि कार्यकर्ता आफै सच्चिन्छन् र नेपाली काङ्ग्रेसले आफ्नो जनमत बनाउँछ। र अर्को कुरा, 7 सालदेखि लगभग 16 सालमा निर्वाचन भयो। 17 सालमा राजाले कु गरी बक्सनु भयो। त्यसपछि लगभग 46 सालसम्म नेपाली काङ्ग्रेसले आन्दोलनरत भएरै बस्नु पर्यो। त्यसपछिको केही समय हो सङ्गठन गरेको, फेरि राजाले कु गरी बक्सनु भयो। त्यसपछि फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न बाध्य भयो नेपाली काङ्ग्रेस। त्यसै कारणले गर्दा सङ्गठन निर्माण भन्दा पनि नेपाली काङ्ग्रेस राष्ट्र निर्माणमा बढी लागेको पार्टी हुनाले अहिलेलाई हामी त्यो अवस्थाबाट छौँ र अब चाहिँ सङ्गठन निर्माण गर्ने अवस्था हो र नेपाली काङ्ग्रेसले अब सङ्गठन निर्माण गर्छ। अहिलेलाई अब राष्ट्रिय राजनीति छोडेर तपाईँ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उम्मेदवारको रूपमा पनि रहनुभएको थियो। हजुर, तपाईँ उम्मेदवार रहनुभएको वीरेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसक्नुको कारण के? त्यसको पछाडि कसको हात छ? त्यसको पछाडि कसको हात छ भन्ने कुरा तपाईँले त्यो बेला विज्ञप्ति नै हेरिसक्नुभयो। हामीसँग गठबन्धन गर्नुभएका मित्र सङ्गठनहरूबाट नै यो विज्ञप्ति आएको थियो। कदापि मिडियाको मान्छे तपाईँले त्यो विज्ञप्ति देख्नु नै भयो होला हैन। तपाईँ देख्नु भएको छैन भने अझै पनि टाँसिएको छ, अझै नै हेर्न सकिन्छ। तसर्थले हामीसँग गर्नुभएका साथीहरूले केही कुरामा चित्त नबुझेर उहाँहरूले तालाबन्दी गर्न बाध्य हुनुभयो र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन रद्द भयो। वीरेन्द्र क्याम्पसमा लोकतान्त्रिक वाम गठबन्धन मोर्चा बनाएर हामी निर्वाचन लडेको थियौँ। हाम्रो एउटा दुईटा समानुपातिक सिट बाहेक लगभग सबै हाम्रो जित सुनिश्चितै थियो। धन्यवाद। है त।